भइरहेको छ नि आज कस्तो कस्तो छ भनेको त सोधेर मलाई कस्तो फिल भइरहेको खुसी लाग्यो कस्तो लाग्यो हामी एयरपोर्टमा आएको छौँ किनभने आज चाहिँ मेरो मम्मी आउँदै हुनुहुन्थ्यो कि अनि मम्मीको चाहिँ सामान धेरै भएर त्यही अब मम्मीसँगै आउने एउटा साथीसँग चाहिँ एउटा ब्याग पठाइदिनु भएको रहेछ हामी चाहिँ बिहान कति 7:30 बजीतिर आएको 1-2 बज्न लागिसक्यो अहिलेसम्म आइपुगेको छैन हेरेर बसेछौँ मम्मी चाहिँ बेलुका 6-7 बजीतिर आउनुहुन्छ अब हेरौँ फोन त गरिसक्नु भएको छ आइसु भइदिनु र अब एकछिनमा सामान लिएर जान्छौँ हामी एयरपोर्ट जाँदैछौँ मेरो मम्मीलाई लिन आज हाम्रो मम्मी आउँदै हुनुहुन्छ यता चाहिँ हुनुहुन्छ मेरो बहिनी अनि यहाँ चाहिँ हाम्रो बाबा हुनुहुन्छ अनि यहाँ छामा हुनुहुन्छ एकदम ह्याप्पी तपाईँ कस्तो लाग्छ नि ठुलो मिलाई लिन जानलाई राम्रो लागिरहेको छ भन्नु न हामी चाहिँ गएको ल गाइस बाई बाई एयरपोर्टको लागि हामी चाहिँ अब क्याबमा चढिसकेको छौँ अब एयरपोर्ट जाँदैछौँ मम्मी पनि अब आइसक्नु बेला भइसक्यो मम्मी चाहिँ भित्र आइसक्यो
करिश्मा हामी चाहिँ फर्किन लाग्यो ल भेट भयो भन्न हामी मम्मीसँग भेट भयौँ अब चाहिँ हामी रुम फर्किन लाग्यो बाई बाई तीनजना मात्रै छौँ यहाँ हुनुहुन्छ अनि हामी दुईजना छौँ अरू चाहिँ यहाँ मम्मी छामा बहिनीहरू चाहिँ अर्को क्याब बुक गरेर जानुभएको छ हामी रहेको मान्छे हो हामीलाई छोडिदिएर गयो हामी चाहिँ अब छोडी बच्ची हो क्या दरबार काठमाडौँको धरारा सुन्दारा यही हो कति धेरै गाडी कराउँछ हामी चाहिँ अहिले गाडीबाट झरिसकेको छौँ र रुम जाँदैछौँ हेलो करिश्मा दिदी हेलो हामी चाहिँ अहिले कस्तो थियो हामी चाहिँ भर्खर गाडीबाट झरेर रुम जाँदैछौँ मेरो बहिनी दिदी भन्न नमस्ते दिदी दर्शन गरेँ अनि यहाँ हुनुहुन्छ मेरो हजुर हामी तीनजना हिँड्दै जाँदैछौँ Welcome, Didi. Hi, I'm Bibika Suna. I'm so good girl. Oh, nice. आज दिदी आएकोमा हामीले केक काटेको वेलकम गरेको सबैले लाइक कमेन्ट गरेर सब्स्क्राइब के रे भन्छ सब्स्क्राइब गरिदिनु काटेको दिन भन्न कि टच नै भर्न यहाँ ब्याक क्यामेरा गर्नलाई
सानो नखाने यत्रो के मेरोबाट अहिले यत्रो खाटा यत्रो के त्यो चखाइ हो चाहिँ फेरि ए अलिक अहिले काटेर खाए हुन्छ पहिला ठुलो मम्मीलाई हो कि वेलकम गर्दै खुवाइदिने ल मम उठाउ त मेरो देखाउ त मेरो मोबाइलमा हो के ला पनि के हैन अब हेर्ने यसो